तपाईँको आँखा धेरैलाई मनपर्छ अरे। मेरो आँखा हजुर आँखा यो आँखै यस्तो हेर्नुहोस् यो आँखा रसिलो आँखा हो यो नसा गरेर आँखा रातो भएको होइन सबले त्यही भन्छन् बाबाजीले खाएर यस्तो भएको भन्छन् आज भनिदिनुहोस् तपाईँले म त्यही कुरा भनिदिन्छु उहाँहरू सबैलाई यो नसा गरेर आँखा रातो भएको होइन मेरो आँखै यस्तो नचालु छ हजुर मिर्गी नाइन हो मिर्गको जस्तो नाइन भनेको मिर्गको आँखा जहिले पनि रातो हुन्छ हजुर हाम्रो आँखै त्यस्तो हो अनि दाँत पनि यस्तै नै हो शरीर त यही नै 32 दन्त लहर हैन 32 वटा दाँत हाम्रो एउटा पनि पुग्लै छैन एज इट इज म नियमित ब्रसिङ गर्छु केले गर्नुहुन्छ भन्दिनुस् हामी कोलगेट छ टुथपेस्ट छ सब चिज छ हामीसित हजुर स्याम्पू युज गर्छु नुहाउँदाखेरि हजुर आज क्लियर गरिदिनु है बाबाजीले उहाँको आँखा के हैछ भनेर सबले आँखाको चाहिँ अब विषयमा धेरै कुरा आएछ मेरो आँखै यस्तो हो यो नसालु आँखा हो यो आँखा अब यो कसैले भन्नुहुन्छ कि केही ड्रग्स खाएर हो कि केही नसा खाएर हो कि बाबाजीको आँखा यस्तो भएको भनेको तर होइन हामी चाहिँ आँखै नै यस्तो मेरो आँखा यस्तो छ है दाँत राम्रो छ मान्छे त काले हो काले दिलवाले 1 वर्ष जेठो हुनुहुँदो रहेछ हजुर 48 साल त म 49 असारको हजुर दामी ठिक छ